हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। हजुरहरू सन्चै हुनुहुन्छ अनि म पनि एकदम सन्चै भएर न्यू भिडियो लिएर हजुरहरूको माझ आइसकेकी छु। हेरिदिनु होला है। हामी चाहिँ आज स्नानलाई जताउन लिएर आएको सरकारी हस्पिटलमा छु म अहिले। म बच्चालाई खेल्न पऱ्यो अरे अनि त्यसपछि यहाँ ल्याउँदै छु खेल्नको लागि। यहाँ किड्सहरूको लागि राम्रो रहेछ खेल्ने वातावरणहरू। रेड ला होइन कुन्टेलाई नियट लायो होला रमाइलो ला लड्छ यो कहाँ के भएर ल आऊ ढल्न लाग्छ यसो नखेल ल यसो यसो खेल न यसो एकचोटि यसो खेल न भाइ यस्तो गरिदियो त नानीलाई ल बिस्तारै गर है ल ल दादाले गरिदिनुहुन्छ है हेर न कुन्टु भयो यो खेल न उतै इला फेर्नुवाला त्यता आऊ है ल आउनुहोस् यस्तो खेल्न पाउँछ बहिनी नै आउँथ्यो होला खेल्नलाई बहिनीलाई त अप्सन छैन हस्पिटल ल आऊ आऊ यतै ल आम्मा यस्तो खुसी खेल्न पाएपछि बच्चाहरू त्यसै खुसी। यहाँ हस्पिटल ल्याएको मान्छे यस्तो बहिनीलाई भेट्न मान्छे अब हस्पिटलमा जानु होइन यसरी बहिनी गेम खेलेर बसेर कुन्टो लड्छ है त्यहाँबाट भुङ्ग हुन्छ फेरि। ल दादालाई भिडियो हेर्नु हाम्रो भन है युट्युबमा हालिदिन्छु म। ल आऊ बिचबाट फेरि कस्तो राम्रो बच्चाहरूको लागि चाहिँ एकदम राम्रो। यहाँ भिडियो यस्तो बनाउने खेल्ने रमाइलो गर्ने ठाउँहरू बनाइदिएको रहेछ है। कतिपय अब टाढाबाट आउने बच्चाहरू बिरामी भएर कति दिन हस्पिटलमा कुरेर बस्नुलाई त गाह्रो हुन्छ नि त बोरिङ हुन्छ अनि बुढाहरू खेलेपछि यस्तै रमाउँछन्। ल ल सबैजना आऊ ल आऊ आऊ ल दादालाई हान्दै नानीले ल आऊ ल पालै पालाऊ है अबि छड्यो ल ल झ्याउ लाग्यो नानी मलाई त आउनुहोस् भविष्य तिमी खेल्ने स्विङ गर्छौ त्यो ठुलो स्विङ गर्ने हो। खोइ मेरो चप्पल चप्पल त घर छोडेर आएको ल ल आऊ 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 कुन्टु ल ल यो खेल्ने भने खेल ल ल राखिदेऊ ल ल दुईजना साथी साथी है त ल कसले घुमाउने हो छिटो घुमाऊ ल फास्ट ल दुईजना मिलेर खेल न खेल सानो खेल तिमी पनि लड्छ के बुङ्ग हुन्छ फेरि त्यसरी भित्र चढ न ल दादाले घुमाइदिनु भयो है नानीहरूलाई। भन अमा धेरै बेसके नहल बाबु धेरै बेसके कपाल मिलाउ न नानी यो कपाल मिलाउ त अनि भिडियो राम्रो आउँछ है। ल कहाँ हो नि तिम्रो घर खै मामु हस्पिटलमा
आमा पनि हुनुहुन्छ नानी डर लाग्यो हो मलाई पनि रिङ्गाट लाग्यो छोडिदेऊ बाबु नहल्ला भयो रिङ्गाट लाग्छ यसमा त धेरै खेल्ने होइन ल भयो रोकिदिउँ रोग त कान्छ कति डर हो आया ल लु यहाँ धेरै खेल्ने होइन रिङ्गाट लाग्छ रिङ्गाट लाग्यो अब डर लाग्यो पुटी अब यहाँ एकछिन रेस्ट गऱ्यो भने थियो नि त रिङ्गाट लाग्यो रेस्ट गरेर के लड्छ अहिले नाक ठोक्यो यसलाई ल अब एकछिन यहाँ रेस्ट गर यहाँ रेस्ट गर यहाँ बस एकछिन यहाँ बस क्या बस न यहाँ यता हेर ल लिएर आएको घोचेर सुइले घोचेर रुजा खै कहाँ घोच्दै छोड तिमीलाई दुखेको दुखेन त्यहाँ पनि घोचे खै पुन्टे ए खै पुन्टे तिम्रो नि यहाँ घोच्ने हो यहाँ मुखमा औँला हाल्नु हुँदा के किटाणुहरू आउँछ दुखो सिक्दी बट्टा के अरे बिरामबाट अघि रुवा मान्छे अहिले त टट्ठो भयो कहाँ खेलाउनु ल्याएर यहाँ किनेको छैन त्यस्तो ब्ल्याङ्केट कति किने कति किने ब्ल्याङ्केट केही काम छैन ओइ फोन आएछ क्या सुइला त्यस्तो रुवा मान्छे त कति टाठो भयो त हजुर के देखाइदिने खेल्ने कुरा अहिले चाहिँ हामी हस्पिटलमा छौँ गाइस नानीलाई सन्चो नभएर आएको मुख चुप्पा नगर ज्वरो सर्छ फेरि यता होला यता सोध्नु त खै मलाई थाहा भएन त यहाँ होइन होला हो कि होइन खै आमा दुखेर के बोल्नु बसिरहनु टाइम हुन्छ मेरो नानी लिनु पऱ्यो रुवा हुन्छ नगानेर सिङ्गार अब फोरिरहेछ है बहिनी त फोरिरहेछ है जाऊ तिमी पुन्टेलाई चाहिँ अहिले बेडमा सारिसक्यो अब भर्ना गरेर राख्ने रे बिचार यहाँ खोप्न ठाउँ नमिलेर कतै नमिलेर लास्टमा यहाँ खोप्यो नर भाइ यत्रो सर्ट भिडियो गरेर भिडियो भएर साना मिठो एउटा खान्छु म ल तिमी त्यो सबै खाइदिनु
मेको कसरी हुन्छ मेले हुन्छ ल अरूको बजाएर मम्मीले खाने गम गम खान्छ हाम्रो खाउँछ के रहेछ फुल जस्तै डिजाइन कपडामा लाग्ला है सानो कपडामा नलाइ खाऊ रुगाला छिटो खाऊ अनि जाने मिठो छ लेम्मी छ के खाएर कति बज्यो बज्यो 11 बजिसक्यो भात खानु पर्यो 11 बज्न लाग्यो कोचा लाग्छ कि मिठो छ भविष्य मिठो खाइन त्यसको यसको अलिकति खाएको रिसाएर कस्तो गरेको छ यसको अलिकति मोमो खाएको रिसारमा साथीहरू म चाहिँ यसरी लास्ट मिनट लाएर अनि फेरि आएर यसो ढलेर बसेको कति मान्छेहरू यता सुतेर बस्नु कोही सुत्दै कोही ढल्दै म चाहिँ यहाँ ढलेर बसेको छु हजुर हजुर बिस्तारै हलाउ नानी बिस्तारै हलाउ बहिनी के भयो ल साथीहरू म चाहिँ यहाँ बस्दाखेरि त्यस्तो त्यस्तै आर्टहरू गरेर बस्छु त्यहाँ आउनु ल्याइन्छ भने चाहिँ कस्तो राम्रो यो चाहिँ बसकै युज जस्तो लाग्यो झिकिसक्यो क्या ऊ त्यहाँ त्यसै छैन के है छोडेर आयो खै कहाँ आएन यहीँ रहेछ त्यत्रो भाँडा किने के काम लाग्यो धोएर धुनु त्यहाँ यतापट्टि धुनु नै होला कस्तो राम्रो देखेको के